नमस्ते साथीहरू, हामी चाहिँ साँझको खाना खाँदैछौँ। जो हाम्रो साँझको खानामा आज दाल रहेको छ, मकैका रोटी रहेका छन् र बालबच्चाले चाहिँ रोटी नखाने भनेपछि उनीहरूलाई भात रहेको छ। त्यस्तै फर्सीको मुन्टाको साग रहेको छ, आलुको अचार रहेको छ, दुध रहेको छ, दही पनि छ। यहाँ कोही दही खाने कोही दुध खाने छन्, त्यसकारण दही र दुध पनि छ र बदामको चटनी पनि रहेको छ। हामी साँझको खाना खाँदैछौँ साथीहरू। आजको खाना अलि अर्ग्यानिक रहेको छ। आजको खानामा चाहिँ हाम्रो माछा मासु केही पनि छैन, सादा खाना रहेको छ। त्यसकारण हामी चाहिँ अत्यन्तै मिठो खाना खाँदैछौँ हाम्रो लागि है। यो आलुको अचार रहेको छ। त्यस्तै हामी चाहिँ खाना खाँदैछौँ। तपाईँले पनि खानुभयो कि भएन साथीहरू? दाल रहेको छ हाम्रो। त्यस्तै दही रहेको छ। बालबच्चाले चाहिँ दही खान्नौ भनेपछि, बालबच्चाले चाहिँ दुध खान्नौ भनेपछि दही छ। हामी चाहिँ दुध खाने भनेर चाहिँ दुध ल्याएका छौँ। मलाई दुध अत्यन्तै मनपर्छ। मलाई मकैको रोटी र दुध झनै मनपर्ने गर्छ र त दुध पनि छ। हाम्रो भान्जा बाबुले चाहिँ खाना खाइरहेका छन्। भान्जा बाबु भर्खर स्कुलबाट आएर चाहिँ हातहरू धोएर खाना खाँदैछन्। पहिला चाहिँ मैले दुधमा यसरी रोटी चाहिँ राख्न लाउँछु। त्यसपछि यसरी चाहिँ मलाई यो मकैको रोटी चाहिँ भिजिएपछि, दुधले भिजिएपछि चाहिँ खान मलाई अत्यन्तै मनपर्छ र यसरी चाहिँ मैले चाहिँ 2वटा रोटी पहिला राख्न लागेको छु र हामी चाहिँ बुढाबुढीले चाहिँ यसरी दुधमा रोटी खाने गर्छौँ। अत्यन्तै राम्रो लाग्ने गर्छ साथीहरू। ल है, हामीले खाना खायौँ। हाम्रो भिडियो हेर्नुभयो, तपाईँलाई धेरै धेरै धन्यवाद साथीहरू है त।